रमाइलो भइरहेको छ भ्युअर्स बढाएको छ गाइस के पोजिसन गेम खेल्नु यार रमाइलो भइरहेछ केटा रमाइलो भइरहेछ केटा पनिसमेन्ट के यार हिलो खानाउने यार रमाइलो भइरहेको छ आँखा सेकी 2-4 पैसा आएको छ भन्ने के इन्टरटेनमेन्ट भइरहेछ यार हजारौं मान्छेलाई मन परिरहेछ हैन अब रुक जाओ राजाजी भनेको नि त 15,000 स्कुल गाइस न अलि यसो हाम्रो आँखा भर्रे पछि अरे बल्ल जाम लाग्यो त खेल्न नातिनुस् के यार 1-2 वर्षसम्म बस्छु का नातिनुस् अझ मेन हिरो नि आउन बाँकी नै छ गाइस बूस्टर ल गाइस वी हैव people now just make all boosting colors ready ओहो रबिन भाइ वेलकम ब्याक आफ्टर लङ टाइम यार के छ भाइ यार गाइस लेट्स ओपन द स्पीड चल गाइस अबको डान्स झन् खतरा हुनेवाला छ बिकज शी इज गोइङ टु चेन्ज द ड्रेस right she is the hottest lady dancer in the world guys let's open the मेरो माया सबै रबिन जी को बाट आउनु भछ प्लिज मलाई जिताउनुस् उता कति हजार मान्छे हुनुहुन्छ तपाईको आछन् 1200 हुनुहुन्छ यता लगभग 12,000 मान्छे हुनुहुन्छ आज तपाई भाइरल तपाईको मायासी त भाइरलै हुन्छ कति बोलेको छ guys open the speed channel please guys we are तपाईको मायासी त जहिले नि भाइरल त हो नि तपाईको मान्छे हुन्छ नि कति बोलेको छ ड्रेस चेन्ज गर्नु न यार हाम्रो ड्रेस चेन्ज चाहियो है एउटै ड्रेसमा हुन्छ guys please booster I'm telling you please drop the booster right now guys come on guys okay guys we are going to see the dance see the great dancer okay guys we are so excited to see this please guys keep time okay we have people now just focus the game please drop the one booster okay one booster please one booster oh good raja guys booster लाना guys 15,000 na guys booster please the punishment will be after yes जाओ guys 15,000 let's come on team guys come on guys out 15,000 together okay yes 11,000 में 15,000 इसको किन आउन यहाँ आउँछ का अब झन् बवाल डान्स हुने वाला छ खत्री guys we have people right we are so excited to see the dance let's go my team guys समिता जी खै कहाँ जानु बुमा अब राजाजी भन्ने किताब एउटै ड्रेसमा हुन भन्नुपर्छ हजुर म त कहाँ नाच्छु म त सुतेर एकदम भसेक भएर टुट जाओ राजाजी भन्ने किताब म त हारेर भाग्यो अब भाउजूलाई नाच्ने हो यसपालि त म त बुढा बोकेर आउने भनेर भ्युर्स यस्तो हो के बबी त जिताउनु हुन्थ्यो किनभने तपाईँको नाच मन परिरहनु भएको नि त दर्शकहरूले त्यही भएर हो क्या म त के भुँडी यार हो त नि अब झन गाइस ड्रेस शी इज गोइङ टु चेन्ज ड्रेस गाइस राइट दिस इज द डान्स इज आल्सो गोइङ टु बी भेरी भेरी इंट्रेस्टिंग कुन गीत रे रबिन जी टुट जाए राजाजी त्यो भोजपुरीमा नचाउनलाई यो भाउजूले वान पिस लगाउन लगाए यार वान पिस लाउनलाई मलाई के थाहा त कुन गीतमा भोजपुर हुन्छ कुन गीतमा वान पिसमा नाच्ने गीत कस्तो हुन्छ कुन गीतमा भोजपुर कुन गीतमा मोरङ है अब त्यस्तो गीतमा नाच्ने ड्रेस कस्तो हुन्छ त्यो तपाईलाई थाहा हुन्छ थोरै मलाई थाहा हुन्छ अब कस्तो ड्रेस के गर्छ कुना गएर के आउनेलाई हराएको छन् हराइसक्यो ए मेरा बा के नाइट ड्रेस जस्तो लाएर 20,000 पुराइसके त होइन के हो हेलिकप्टर हो सुनिस् कुनमा भन्नु टुट जाइरा कसले गङ्गुसँग भन्छ को हो यो मा के भन्छन् रे गङ्गुसँग रे भाइर छिन्नी त के बुझेर हाँस्यो समिता फेरि म केही सुनेन मैले कानै बन्द भयो आँखा नि बन्द हो मैले त खै के देखेँ केटाहरू नमात्याउ नि यस्तो रोमान्स बेलाहरू छ गाइस थ्याङ्क्स नो वान हिज रबिन किङ थ्याङ्क यू ब्रदर सबै मगा धन्यवाद छ केशव खड्का ईश्वर थापा सुसेन अशोक थ्याङ्क यू हरि लेप्चा थ्याङ्क यू सो मच है छेत्री उमेश चौधरी भाइ बलवीर एके मामा अब गाइस झन बोल्ने यार हराएर छोडे यार मलाई यार के गीतमा रे खै तपाईहरुले के चोइस गरे चोइस त मलाई हिरो नि मन पर्छ नि मैले पाएँ जय राजाजी भन्ने टुटे जाई पलङ कि बङ्गला खुला खुला भने के गीत रह्यो म त थाहा यार
यो बङ्गला बङ- खुल्ला खुल्ला हो र त्यही छ कहाँको बङ्गलाहरू खुला हो नि खै गङ्गुले नाच्छ नि त आजकल टुट ए, बङ्गला जाइरहेको कि खुल्ला? कुन भन्नु छिटो कुन भनेको एउटा मात्र नाम मेन्सनमा पो हुन्छ यार त्यही बङ्गला खुला खुला के हो र त्यहीलाई ल अरे यार सुनेको न गीत बजाइदिन लाग्छ यार गाइस के गीत यार साथी भन्नुहोस् त ए बुला बुला बङ्गला खुल्ला खुल्ला खै मैले नि यति नै सुनेको छु अब कसरी नाच्नु बबिता यो ऊपर से 36 नाचे 132 भने गीत के हो त खै के हो कसैले ललिपप भन्छन् कसैले के भन्छन् के गरौँ म एउटा मात्र गीत भए पो हुन्छ केटा साथी भन्नुहोस् त कसैले गङ्गु डान्स रे Win millions. यो, Download the Wise app today. I'm never leaving, but I miss you so. Your death will be freezing, yeah, you are my own, my own. यो, यो। के हो के यो गीत खै के हो यो तपाईको एमपीलाई सोध्नु न कुन गीत हो भनेर। फिल्मी गाने के नए वीडियोस यो के यस्तो डाक गुडलुगामा नाच्नु त्यो त लेहेङ्गामा पो नाच्दा छु कमरिया लगे लपो भने के हो ललिपप ललिपप लागेर लाउनु जे पछा पछा हेर्नुहोस् त्यहाँ कमरिया लले ललिपप लगो के हो भने लले लले। गर्नु
बक्सर टोले वाली पे ससरम तिहारी मोतिहारी सिवान टोले लहराए धानी चुनरी चल मत वाली जाए जवाब में तू नाली तू आलू चौप लागे लू कमरिया 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 करे लाबा लाली चौप लागे लू कमरिया करे लाबा लाली चौप लागे लू कमरिया करे लाबा लाली चौप लागे लू कमरिया करे लाबा लाली चौप लागे Ready when you are. धन्यवाद Send money online today with Ace Money Transfer. थ्याङ्क यू दामी दामीले धन्यवाद रुबिनजीको टिमहरूले राम्रो राम्रो कमेन्ट गर्नुभएको छ मलाई धन्यवाद आज निन्द्रा लाग्छ नि रविनजी तपाईँलाई हैं? के रे? आज निन्द्रा लाग्छ नि तपाईँलाई आज निन्द्रा लाग्छ नि कहिले अब भन्न भनौँ यार निन्द्रा लाग्छ त किन निन्द्रा किन लाग्ने? मन तपाईँको ढुक 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 हुन्छ। कहिले मोटी मन पर्यो कहिले किन ढुकढुकने? देखेर भनेको यस्तो झड्का यस्तो ताल यस्तो त्यस्तो के देखेर मैले त्यस्तो के पनि देखाएको छ नि त हौ। मैले पनि देखेँ डान्स भनेको हो डान्स गाइस अर्को डान्स हेर्ने गाइस होइन कानमा घुम्दिरहन्छ नि त डान्स भन्न खोजेको कि मलाई हराएछन् यार गाइस खेल्ने 20,000 मा 20,000 मा डान्स हेर्ने केटा त्यो यार डिमान्ड बढाउँदै गएछन् यार हाम्रो अब टिम उसलाई अब कट्टुमा आउनुपर्छ भन्नुपर्छ अब कट्टुमा कट्टु पागललाई नि भोलि जाने एउटा कट्टु लाएर होला पाइट भनेको यार भाउ जाने वाला कट्टु लाएर होला फेरि त त्यो लाउँछ र तपाईँ लाउँछ र बबिता ओए छि लाछ भाउसँग कुरा गर्छ यार ल हाम्रो त कहाँ अनि कस्तो कस्तो कुरा हुन्छ यो त सिम्पल हो ए भाउजू यहाँ हावा भन्नु भएको छ है कस्तै कुरा आउँदैन ल कट्टु गीत गयो ल अब 20,000 मा ल अब हाफ प्यान्ट भनेको पागल हाफ कट्टुमा लाउने भाग त्यस्तो गर्नु न अब 20,000 मा वान पिसमा आउनु पर्यो ल गाइस अझ कडा गेम हुन्छ गाइस डबल टप सबले प्लिज रफ्तारमा तपाईले फर्कनु प्लिज अब झन डान्स हेर्न पान्छ माका रप्पा रप्पा आम हरेक गीतमा आगो लाग्दैन तपाईले यार अब मलाई जिताउँछन् यहाँ रविनजीको टिमले यहाँ तपाईको डान्स हेर्नको लागि मान्छेले यहाँ 20,000 मा फेरि खेल्ने भने नाङ्गै बसी कि यार गाइस ट्रिपल से एउटा बुस्टिङ फुत्ता फाल्नुस् त 20,000 मा फेरि खतरनाक पोजिसन लेके आ रही है गाइस ट्रिपल जाओ गाइस जाओ गाइस कम ऑन 20 let's continue okay गाइस जाओ हाम्रो सपोर्टर जाग्नु पर्यो जाओ यस सर गाइस जाओ लेट्स गो गाइस 20 आंगर मेसी गाइस 20 जाओ लेट्स गो जाओ गाइस 20 ओके अझ खतरनाक पोजिसन हेर्न बाँकी छ केटा अझ खतरनाक डान्स हेर्न बाँकी छ का 11-12,000 मेरा मित्र कोही नयाँ भयो प्लिज फलो गर्नुहोस् त सम्पूर्ण मेरा फलो ओआरएन ब्रो वेलकम ब्याक ब्रो 20,000 मा यहाँ जन्नत हेर्न पाइन्छ भनेपछि अन्त किन जानु हौ लाखे 20,000 मा जन्नत हेर्न पाइन्छ जन्नत अब दिलबर के भन्नुहुन्छ जसको धेरै भोट त्यही गीतमा आउँछ यहाँ भए अझ खतरा डान्स दिलबर यहाँ डिमान्ड आएको छ दिलबर डेलिभर ओ डेलिभर हे डेलिभर ओ नाङ्गै बसी कि यार तँ त मान्छे हो तँ त खेती मान्छे हो नाङ्गै बसी कि यार होइन भेली भएको डाइलेको के तपाईँ बस्नु भएन ठिक छ नाङ्गै बसी कि यार गाइस एउटा बुस्टर गाइस ल यो डबलमा एउटा बुस्टर फुत्ता फाल्नुहोस् है त जसरी हुन्छ 20,000 लिएपछि हाई गर्मी हुन्छ कि दिलबर हुन्छ कुन गाइस अब देखाउने काम हाम्रो स्कोर गर्ने काम तपाईँहरूको भन्ने काम मेरो नाच्ने काम उहाँको
यो छ पनिसन गाइस ल डबल छ मेरा मित्रको उलाला ठिक छ अब जे भोट हुन्छ त्यही दाम्रो जुन गीत दर्शकलाई अझै एट्र्याक्टिभ गर्छ जुन गीत वाला पनि आउँछ गाइस त्यो अनुसार बुस्टिङ लाउनु छ गाइस एउटा बुस्टिङ फुत्ता फाल्नुस् त नाङ्गै बसे कि यार गाइस एउटा बुस्टिङ फुत्ता फाल्नुस् त 11000 मान्छेमा 20000 स्कोर आयो भने हाम्रो गेम अघि बढ्छ थ्यांक रबिन किङ भाइ थ्यांक यू जाओ गाइस 20 क्लासको मा टिम गाइस 20 क्लासको राज guys come on 20 let's go push the score my team guys 20000 मा guys 20000 मा जन्नत हेर्न पाइन्छ अन्त किन जानु 20000 this is the score is not enough guys score हामीसँग पर्याप्त छैन guys डबल टप पेला मेरा मित्र उताको डान्स हेर्नु हो म पनि हेर्छु म जस्तो बुढा मान्छेलाई पनि उताको डान्स हेर्न मन लाग्छ भनेपछि म जस्तो मान्छे कसछन् होला गाइस डबल छ पेलन डबल टप पेले यत्रो मान्छेको डबल टप खै यार सकिरा हो कि भकिरा के हो म देखाउँछु के स्कोर ल्याउनु पर्यो मेन भनेको यार अलवाला यार स्कोर ल्याउनु पर्यो का खुसी गरौँ नि काम मेरो 11000 मान्छेमा 13000 डबल टप यस्तो पारले के पनिसन हेर्नु लाखे यस्तो कपडा चेन्ज गरी सेउसी भएर डान्स गर्न आएको छन् अरे यार अलिकति स्कोर त हुनु पर्यो नि मेरा मित्रहरू साकी कतिले साकी रे कतिले के रे आमा नाम त मेन्सन भयो त अनि ओ साकी रे डेलिभर ओ डेलिभर टूट जाई राजा जी टूट नागिन डान्स अनुहार हेरेर गीत मेन्सन नगर्नु अनुहार नागिन कस्तो भयो भन्दैमा त्यस्तो मेन्सन नगर केटा हो ए सो नै गाइस डबल टप राम्रो हो नि त मलाई यस्तै पारले मलाई 20000 स्कोर आउला जस्तो लागेन सिधा कुरा हो 12000 मान्छेमा 20000 पनि डबल टप आउन भनेपछि म के गेम खेल्नु साथीहरु रमाइलो हेर्नु छ भने डबल टप पेनुस् नगर्न गए म गए त्यसैकन बुस्ट लानुस् म तिम्रो नरेश ब्रो युएस वेलकम ब्याक ब्रो गाइस बुस्ट लानुस् त बुस्टर प्लिज बुस्टर गाइस रमाइलो हेर्नु छ भने बुस्टर लगाओ बुस्टर फाला कसैलाई पनि हेर्न मन छैन म एक्लै के दौरो 20000 नआसी म पनि गर्न म पनि गइन्छु मलाई बाल 20000 डान्स हेर्नु छ भने 20000 पेला मात्र हेरे गरेर केटा काम छैन हातीसिर पुछराको भयो यार आएन 20000 आएन केटा आएन ए एचआर किङ ब्रदर व्हाट इज नाइट एचआर किङ नबाबा साथीहरु पन्सन हेर्न पाउँथेन ल एचआर किङ नभएको भए पन्सन हेर्न पाइन्थेन सिधा कुरा फलो गर्नुस् त्यही भएर खुसी फलो गरेर टपाडी फलो गर मेरा मित्रहरु धन्यवाद छ एचआर किङ बुस्टिङ परेको छ राज थ्यांक यू छ रबिन किङ थ्यांक यू बुस्टिङ परेको छ कफी लभर थ्यांक यू एके मामा ईश्वर थापा रिबन 999 स्केलर थ्यांक यू ब्रदर मगरनीमा विकास थ्यांक यू मगरनीमा थ्यांक यू सो मच टूट जाई राजा जी ल यहाँ धेरै गीत मेन्सन भएको छ कसैले नागिन डान्स कसैले दिलभर ललिपप गरिसक्यो के गीत नागिन उताको अनुहार नाक कस्तो भन्दैछ नगर्न धेरैमा चाहिँ मेन्सन चाहिँ दिलभर भएको छ त्यही भएर दिलभर ओ दिलभर है त डेलिभर ओ डेलिभर अझ बबिताजीले यसो साउर डान्स गर्न पर्छ मेरा अब्बा ल बबिताजी 30000 मा साउर डान्स बबिता सम्झाउन यार भन्नु है फेरि बबिता सम्झाउन यार मेरो भएको टिमहरु पनि उतै गएर ट्याप गर्छन् सागरमा त के छ विचार गर्ने हो आड्ने हो म त आड्दिन तपाई गिफ्ट गर्छमा चुप लाएर बस्छ म उता पनि साथी यता पनि कसरी जिताउनु त भने के कसरी आट्नु त अनि तपाईको डान्स हेर्न मन पराएको दर्शकलाई गर्नु सेक्रिफाइस गर्नुस् के हुन्न भनिन भने मलाई त मन पर्छ त्यही भएर म चुप लाएर हेरि बसेको छु ल 12500 मान्छे हेरेर बसान लु हेर त डेलिभर
डेलिभर डेलिभर डेलिभर डेलिभर बच्चा पाउँदा नि यो गीत गाउनु भएको थियो क्या हो ए पागल मात्ते कि हाँस्ने होइन क्या पेन्सन हेर्ने हो पागल अनि तपाईँ त्यस्तो भन्नुहुन्छ त नि दिलबरलाई यहाँ त ड्रेसन गर्ने भन्छ नि हो त यो बन्दाको छोटो हेर्न मन लाग्यो केटा सात तपाईँहरूलाई साथीहरू थाक यतिमा नाच्ने त्यही भने ड्रेसन गर्ने भन्छ नि यार बम्ताजी 40,000 सावर सावर त म नाच्दैन सावर त 1 लाख लिएर आए नि नाच्दिनँ म त सावर त 1 लाख लिन नाच्दैन ल 2 लाखमा ए मेरा बा ड्रेसअप त खतरा गर्नुहुन्छ है समिताजी सक्दिन कि पैसा जति सब ड्रेसमा उडाएर हैरान छ 10-12 जना केटाले नआँखा झिम्काएर मारिदिनुहुन्छ यार Desculpa. पुरो चलेको त घरमा Fazia ligar para घरमा माग्न आएको है छ कि अरू माग्दैन Hi, how you doing? We're having an awesome viewing party, and if you have ladies, you can come with us. दीदी वाह दीदी दीदी वाह दीदी 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 वाह वाह दीदी वाह दीदी दीदी वाह दीदी थ्याङ्क यू सबैजनालाई रविनजीको टिम धन्यवाद वाह दीदी वाह दीदी दीदी वाह दीदी 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 वाह दीदी वाह दीदी दीदी वाह दीदी 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 नाच गर्ने यता ओ के र ओठ सुक्ने उता भएछ ओठ सुक्ने ओठ सुक्ने रे सासै नफेरिकन देख हेरिराख्नु पर्छ क्या तपाईले 14 जना मान्छेको 7 रुपैयाँ दिनुभएको यहाँ 14,000 छ है त डान्स हजुर दर्शकलाई अझ हेर्न मजा आइरहेको छ अब 25,000 मा अझ खतरा के छ तर बबिताको सबैभन्दा स्पेशल भनेको बेली डान्स हो है मलाई चाहिँ यसो गर्न परेको अरबिक डान्स तक 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 त्यो ड्रेस गर्न जे पर्छ ल लास्ट गेम ल बेल डान्स जे पर्छ बेल डान्स ल ए गाइस मलाई जिताउन न सबल तपाईको डान्स मन प्राण तपाईले जिताएर के हार्ने हो
यार ड्रेस चेन्ज गर्दा गर्दा हैरान भइसक्यो भरे रोबिनजी सबले उहाँको डान्स मन पराएन नि म चाहिँ एकचोटि वन्स मोर बेली डान्स गर्नु भन्न चाहन्छु स्कोरमा कति हजारमा 25,000 मा ल ड्रेस चाहिँ अर्को ल बेली डान्सको ड्रेस लाएर आउन जानु सुन्नुहोस् सबिताजी बेल डान्समा जहिले पनि कम्मरमा त छल्ला छल्ला हल्लिनु राम्रो हो कि नै भन्नुहोस् त त्यो त नर्मल त्यो त हल्लाइदिइहाल्नु हुन्छ नि अरू के उहाँले त के हल्लाउनु भयो म यहाँ ल ड्रेस अर्को ल यार मलाई यहाँ ड्रेस खुलाइ यहाँ परेशान गरिसके मैले अरूको श्रीमतीको ड्रेस खुला छैन यार सम्झ चाहिँ मैले उहाँको ड्रेस खोले हो छैन बिल्कुल छैन हामी त्यस्तो त अपराधी हो र यस्तो गरौँ न त अब 25,000 मा गेम जितौँ बबिता अनि अब 25,000 आयो भने दामी बेल डान्स दिनु न त ड्रेस चाहिँ चेन्ज गरी बेली डान्सको ड्रेस लाउनु हुन्छ नि त ल है एचआर यहाँ म भएपछि ढुक्क हुनु के रोबिनजी मेरो म यहाँ भएपछि ढुक्क हुनु के यहाँ तिमी उता गिफ्ट गरेर पनि सक्दैनौ आज साँच्चै गर्दिम तिमीलाई डबल टाइप उतार्न पारिन्छ भने नगर पागल फोकाटा किन खर्च गर्छ त्यही भएर हो क्या फेरि हेर्न बाँकी मलाई तपाईँको डान्स भन्दा मलाई बबिताको बेली हल्ले कम्मर हल्लेको हेर्नु मन लागिरहेको छ केटी हल्लेको मनपर्छ आफै हल्ला यार गाइस ट्रिपल चाहिँ पुष्टि फाल्दा गाइस 25 गाइस भर्खर पुग्यो ट्रिपलमै पुग्ने भयो बेल डान्स इट्स अ टाइम अफ द बेल डान्स स्काइलार्क यस एक्सआर किङ मै बोथ आर द लेजेन्ड आर हियर गाइस हाम्रो गिफ्टरले गर्दाखेरि खतरनाक पोजिसन डान्स हेर्न पाएको छ भनेपछि माको भर्खर पुगिसक्यो लौ त नि एक्सआर किङ अरे खाल गाइस फलो अब पोल डान्स हुन्छ यहाँ पोल डान्स समिता हजुर कस्तो ल्याम्मै हान्दिएको त उता त अनि सासै फेर्न पाएन ल्याम्मै हान्दिएको रे यता बबिताले सासै फेर्न पाएन अनि सासै फेर्न दिँदैन नि यार कस्तो होला म त टिमको टिमलाई कस्तो राम्रो भन्छु यार मलाई त सासै नफेर्न दियो के हान्दे ऊ त पिलेन ल्याम्मै हान्दै भनेको के ल्याम्मै प्यारी समझ गई प्यारी समझ गई डोन्ट माइन्ड ओके समिता हजुर अर्को चाहिँ पोल डान्स पोल कहाँबाट लिएर त्यो बिजुलीको पोल डान्स भने मात्रै हो पोल डान्स भने चियर डान्स भने त सुनेको थिएँ पोल डान्स भने सुनेको थिएन त्यो त ऋतु चियरमा त ऋतु बस्नु फेमस छ नि यार मेरो घुमर कहाँ गयो यार हेर समिता जतिसुकै डान्सर किन्न लो चियर डान्स भनेको फेमस छ नि ऋतु बस्ने त ऋतुले बाहेक कहिले गर्नै सक्दैन नि के रे ऋतुले बाहेक कसैले गर्नै सक्दैन क्या तिमी ट्राई गर न आई डोन्ट लाइक
ड्रेस चेन्ज सक्दिनँ म चेन्ज त देखता पताक धङ्गडा पताक देख प्रवीणजी, हजुर अब त्यहाँ कागती खुलाउन पर्ने अवस्था नबनाउनु नि फेरि आफ्नो अनुहारलाई। कस्तो कागती अब बेली डान्स आएपछि तपाईँ त्यहाँ कागती खुलाउनु पर्ने अवस्था नहोस् है। अमिलो बुझ्नु भएन? मुख रसिलो हुन्छ नि त। अनि त्यहाँ बेली डान्स आएपछि त अनि त्यही भएर त्यो अलिक कन्ट्रोल हुनु है भन्नु खोजेको क्या। बेली डान्स त झुमर पाएन, म त वान पिस लगाइदिनु लाग्यो। झुमर लाउनुपर्छ होइन उसलाई देखेर त्यस्तो के रस चुन्छ र त्यहाँ तपाईँको रस चुइरह त पागल अघि तपाईँले मुखबाट चुहाउनु भएन र? ए पानी हो जे भयो नि, जे पानी चुहायो नि, जे चुहायो नि चुहाउनु त चुहाउनु भयो नि। के पानी ल ए पानी शुद्ध पानी क्या, मिक्स भएर त कहाँ आउँछ भनेको त नि। पानी आउने नै शुद्ध हो। पानी मुखबाट भनेको हो तपाईँ पनि फेरि। ए मुखबाट कहाँ गयो? झुम्का नबोक्न कहाँ बुएका नलपासीतिर प्यारी समझ गई अनि झुमर पाएन त अनि कहाँ खोज्नु? छिटो आउनुहोस् कहाँ 15,000 मान्छे हेर्न बस्नु ल ल राति कहाँ गरेर राख्नु भयो? प्यारी समझ गई बबिता आँट्नेसम्म बेली डान्स हुन्छ र भएन है यो त। एउटा झुम्काना कमरमा के बेल्ट लाग्दैन यार। के भयो त्यो? अनि 40,000 अब है, 40,000 अब त्यो झुम्का लाएर आउनलाई चाहिँ 40,000 चाहियो। यता पनि चाहियो है, अब चाहिँ यता पनि चाहियो। 40,000 त हुन्न। Oh, no. Hey, babe. 212 men and a new parfum. Not a fragrance. Legacy. Carolina Herrera. Is it the Limo 1 Plus? It is rugged in every way possible. They have 2 blades. This cuts 6. बबिता इच्छा पुरा गरिदिनु के भएको? बबिताजी अहिले यसमा नाच्नुहुन्छ नि, अर्कोचोटि अर्कोमा नाच्नुहुन्छ भइहाल्छ। झुमर खोज्दै सम्झिँदै गर्छन्। ड्रेस अलि भएन भन्छ नि तपाईँ झुमर छैन? झुमर छ कहाँ राख्दी के अस्तिसम्म त थियो। तपाईँले ड्रेस भएन भन्दा भ्युअर डिसअपोइन्टेड हुन्छ नि यार यार। ल म त झुमर नलगाइवाला लेहेङ्गा लगाइदिन्छु। त्यसो भए कस्तो लेहेङ्गा हो? लेहेङ्गा भने त ग्रिन वाला क्या, अस्ति न तपाईँले देखाएर। तपाईँले देखाएको मतलब के देखाउनु मलाई? तपाईँ देख्नु भएको त अस्ति न नाचे होइन त, त्यो ग्रिन वाला लगाएको कटिङ वाला। लु हेर नि त कस्तो रहेछ ल। अब अहिले यो गेममा यो ड्रेसमा नाच्यौँ न, अर्को गेममा अब लु यसैमा नाच्दैन जे पर्छ त्यसरी छोरा नसिकाउँदैन यार। छोरा गाइस यार हेर्दिन त हामी होइन मेनोको डान्स हेर्नेको झुमर भन्दा पनि। तेरी आंखों का साहिल मैं तेरे दिल के ही काबिल तू मुसाफिर मैं तेरी मंजिल इश्क का दरिया है बहता डूब जा तुझसे है कहता अब मेरी बाहों में आके शराबी क्या शराबी दिल में जिसके गम न हो लुट गया समझो शराबी पास जिसके हम न हो साकी साकी आवाज़ न गाए कोई ख्वाहिश बाकी साकी आवाज़ न गाए कोई ख्वाहिश बाकी चाहिए
भगवान मलाई थाहा थियो कुनै भन्ने कुरो त मैले भने होइन बबिता लेमन पानी ठिक पारेर राख्नु भनेर लास्टमा के हो त्यो निशाना दिएको तपाईँको नि आँखा निकालेर गुलेली खान्छ भने। तपाईँको आँखा क्या यस्तो गर्नु भएको नि त आँखा भित्रको गेडी भन्नु न हौ ल हेर्नुहोस् भ्युअर्स बढिरहेका छन् रमाइलो अझै खेलौँ नाचेको गर्नुपर्छ अनि अब यता जित्नु पर्यो भन्नु के अब यता पनि जित्नु पर्यो तपाईँलाई भन्नु। कुन चाहिँ महाभारत नाच्न पठाएर यहाँ भोलिदेखि यिनै भ्युअर तपाईँ कहाँ जान्छन् फेरि थाहा कि नै थाहा केही पाउने केही गुमाउनु पर्न रेकर्ड गरिरहेछन् रे तपाईँलाई यस्तो समातेको रेकर्ड गराएर बबिता तर बबाल हेर अहिलेको डान्स हो यो रेकर्ड गरेछन् रे यस्तो समातेको अब भोलि भिडियो भरिमा पुग्छ फेरि हो ल अब 20,000 मा अझै खतरा डान्स अब यता जित्यो भने नाच्ने भन्नु सिकाउने थाकिसक्यो नि त अनि बिचरा माया लाग्दैन नसोच के माया अर्को कुरालाई हामी त माया गर्ने भोलि मेरो ज्वाइँले बिहे नै गर्दैन अनि फेरि अनि के रे नसो चुडिसक्यो तन्किँदा कहाँको नसा कहाँको नसा हो भन्छु कहाँ हुन्छ नसा थाहा छैन जहाँ पनि हुन्छ नि नसा त डिप्रेशन डिप्रेशन में रहता हूँ हमेशा अभी मैं डिप्रेशन में हूँ तर होइन क्या रविनजी तपाईँको भ्युवर्सहरू तर धेरै राम्रो हुनुहुन्छ यार किन भन्नु न नै साँच्चै रियली भनेको तपाईँकोबाट यता आएर नि यता पनि जिताउनु पर्यो भन्छु क्या होइन धेरै होइन यस्तो हो मान्छे राम्रो भएपछि भ्युवर्स चाहिँ राम्रो भयो नै कसैको त भ्युवर्स कस्तो हुन्छ नि त तपाईँको टिम चाहिँ राम्रो छ क्या यहाँ कलर खाइसक्यो त्यही कुरामा तपाईलाई चाहिँ यति बेला अब चाहिँ बेली डान्स हुन्छ है अब बेली डान्स तर यता पनि स्क्वायर आउनु पर्यो है लु 40 के है त डान्स झुमा खोज्दै गर्नु है तपाईँ बबिता झुमा खोज्दै गर्नु होइन बबिताले साउर चाहिँ गर्दैन के अरे 40 केमा बेली डान्स पुरै पेटको लाम्टा लुँदा सबै हल्लिने के हो फेरि अयो जस्ट किडिङ हुन्छ नि रविनजी 40 मा त हुन्न भो धेरै हुन्छ ल 30 किलो अघि जस्तै ल टप सपोर्ट जानु पर्यो 30 किलो पेटको लाम्टा हाल्नु पर्छ यहाँ यता जित्यो भने फेरि बबिता झुम्रो खोज्नु यता जित्यो भने पो भनेछ नि त अनि कति बाटे हुन्न रहेछ त यता पनि स्क्वायर आउनु पर्यो हैन अब झन् खतरा डान्स हुन्छ गाइस डबल डिफरेन्ट लगाइले 30,000 मा अझ रफर गाइस टप डिफरेन्ट गर्छ हामीसँग टपमा आउनु पर्छ गाइस ओके हामीसँग टपमा हुन्छ हाम्रो ब्रदर राज हामीसँग टपमा हुन्छ अर्को ब्रदर रबिन किङ गाइस बुस्ट लगाइछ कमाएर 30,000 मा र पार बजाऊ अब चाहिँ मेरो पाला हो क्या कसो हो नो यस गाइस टिम जाऊ Guys, keep tapping. Let's go.